हजुरहरू पायल्सले ग्रस्त हुनुहुन्छ। यदि ग्रस्त हुनुहुन्छ भने रत्न आयुर्वेदले पायल्सको लागि रामबाण औषधि ल्याएको छ। हजुरहरूलाई यदि पायल्सले दुःख दिएको छ भने यो भिडियो हजुरहरूको लागि महत्त्वपूर्ण हुन सक्नेछ। अन्तिमसम्म हेर्नुहोला र राजु मत युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। हेलो हजुर, नमस्ते, जय शम्भु, हर हर महादेव, घर घर महादेव। यहाँ हजुरमा राजु महत युट्युब च्यानलले एउटा महत्त्वपूर्ण भिडियो ल्याएको छु। यदि हजुरहरू पायल्सले ग्रस्त हुनुहुन्छ भने रतन आयुर्वेदलाई एकचोटि अवश्य सम्झिनुहोला। यसले रतन आयुर्वेदिकले तपाईँहरूको पायल्सको रामबाण औषधि ल्याएको छ। यो चाहिँ पाउडर छ भने अर्को तपाईँको चाहिँ तेल। यो सानो छ तर यसको धमका छोटा पटका बडा धमका भने जस्तै यो सानो तेलले चाहिँ हजुरहरूलाई यति चाँडो हजुरहरूले कल्पनादेखि सोचेको छैन, यति चाँडो त्यसले चाहिँ 2 दिनमै तपाईँलाई सहज तरिका अहिले लगाउनु हो भने बेलुकै तपाईँलाई त्यसको हल्काउने दिन्छ। 2 दिनमा त तपाईँको मजाले हो भनेर कति व्यक्तिहरू मैले टिकटकबाट चिनेका साथीहरू, फेसबुकबाट चिनेका नर्मल साथीहरूले दबाई लाँदाखेरि पनि मैले यो एक महिनाको पुग्छ, 1 महिनालाई तपाईँलाई मजाले पुग्छ, यो युज जति दिनसम्म पुग्छ लिनुहोस्, त्यहाँबाट थप्नु पर्दैन, क्लियर हुन्छ भनेर मैले दबाई दिँदै रहँदा 2 दिनमा ठिक भएर 2 दिनपछि नखाने पनि साथीहरू हुन्छ। 2 दिनमै ठिक गरेको। दसैँको बेला थियो यो भिडियो, उहाँसँग नि पुग्ला। दसैँको बेला अब माछा मासु हाम्रो सामान्य हिन्दूहरूको मान चाड दसैँमा चाहिँ अब माछा मासुहरू भइहाल्छ। अब त्यस्तो बेलामा खाइन्छ, चिल्लु पनि खाइन्छ हुनेछ। त्यो अगाडि नै पीडा भएर बसिरहनु भएको थियो। ल मैले यो दबाई युज गर्नुहोस् एकचोटि भनेर मैले उहाँलाई अफिसमै मैले पुऱ्याउन गएपछि उहाँले खानुभयो। 2 दिनमा अहिले त्यो साइट लाएर राखिदिनु भयो। नभए उहाँको नम्बर पनि म दिन सक्छु, उहाँसँग कुरा गर्न सक्नुहुन्छ। हुन त विश्वास नै सबैभन्दा ठुलो हो होइन। 2 दिनबाट उहाँले चाहिँ दबाई छोड्नु भयो। अहिले खान पर्दैन, मलाई पुरै लगभग क्लियर भएको छ भन्नुहुन्छ। त्यस्तो छ। त्यसले गर्दाखेरि हजुरको अझ जटिल हुनसक्छ। अझ उनी भएछ भने नि हामीले चाहिँ 2 दिनदेखि 1 महिना तेल त 15-20 दिनमै तपाईँले लाउनै पर्दैन र पनि 1 महिनालाई पुग्ने हुन्छ। बिहान बेलुकै हो त्यो पनि युज गर्ने। यो पाउडर चाहिँ तपाईँले बिहान उठेपछि हल्का चिया र बिस्कुटहरू केही खाएपछि 1 चम्चा मुखमा राखेर पानीसँग निले पनि हुन्छ र यो मनतातो पानी घोलेर खाए हुन्छ। सबभन्दा राम्रो सजिलो चाहिँ 1 चम्चा मुखमा टक्क राख्ने। अब मनतातो तातो पानी चिसो पानी केले हुन्छ, जुनै पानीले पनि तपाईँको सट्ट खाएर निल्न सक्नुहुनेछ। त्यो चाहिँ सजिलो लाग्छ मलाई चाहिँ। मैले सबैलाई सजिलो, अरू गिलासमा गिलास भरि नि फेरि दबाई लगाइरहेको हुन्छ, फेरि गएर मजाले हुँदैन। खोल्नुभन्दा हामीले मुखमा सट्ट राख्यो, मुखमा सट्ट दबाई जस्तै चक्कीहरू खान्छौँ त्यस्तै गरी पाउडर मुखमा राखेर सर्लक्क तपाईँले निल्दियो भने सहज हुन्छ। बेलुका सुत्नुभन्दा अगाडि खाएर सुत्न सक्नुहुन्छ। अनि लगाउने मलाम चाहिँ तपाईँको बिहान टोइलेट गरिसकेपछि, टोइलेट फ्रेस भएर गएपछि सफा कपडाले पुस्ने, टिस्यु पेपरले पानीहरू पुसिसकेपछि यो मलामलाई, यो तेललाई चाहिँ तपाईँले भित्र यो औँला सफा गरेर औँलामा लगाएर भित्रसम्म लगाएर तपाईँले सर्लक्क त्यो घाउहरू कहाँ छ त्यसलाई चाहिँ भित्रसम्म मजाले नडराइकन सर्लक्क छिराएर त्यो सबैलाई लाग्ने गरी गर्न सक्नुहुन्छ। त्यो बिहान भयो भने बेलुका तपाईँले सुत्नुभन्दा अगाडि चाहिँ पनि त्यो दबाई लगाएर सुत्ने हो। यदि दिउँसो तपाईँको धेरै गाह्रो छ, दिउँसो पनि तपाईँको टोइलेट जानुभएको छ भने, किनभने दिउँसो टोइलेट जाँदाखेरि हामीले लगाएको दबाई त सबै फेरि जाँदाखेरि फेरि दिउँसो पनि टोइलेट जानुहुन्छ भने फेरि दिउँसो पनि त्यसै गरी लगाउन सक्नुहुन्छ। यदि गाह्रै भएको छ भने नभए बिहान बेलुका नर्मल्ली लाउँदाखेरि तपाईँको 2 दिनमा यसले रिजल्ट दिन्छ। र यो दबाई महँगो पनि छैन, 10,000 20,000 यसको छैन, 5,000 भन्दा तलै पर्छ। हजुरहरूले यो रतन आयुर्वेदलाई पनि एकचोटि विश्वास गरेर हेर्नुभयो भने यो त पायल्सबाट मुक्त हुने अवसर पाउन सक्नुहुनेछ। त्यसैले हजुरहरूले केही जानकारी भने अवश्य कल गर्न सक्नुहुन्छ। आजसम्म मैले हजारौँ व्यक्तिहरूलाई दबाई दिएँ होला, तर आजसम्म कसैले पनि यो दबाईले काम गरेन, यो दबाई चाहिँ ठिक छैन भन्ने चाहिँ आजसम्म 1 जना पनि आएको छैन। त्यसैले म ग्यारेन्टीका साथ चाहिँ यसलाई के भन्छु भने यो दबाईले पायल्सको रामबाणै हो। तपाईँहरूले 2 दिनमै यसको रिजल्ट प्राप्त गर्न सक्नुहुन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरो 10 वर्षदेखि 15-20 वर्षसम्मका पायल्सले ग्रस्त भएका बिमारीहरूको
जरैदेखि चाहिँ यसले निर्मूल पारेको छ। यसले धेरै लामो समयसम्म पनि यसले यो दबाई खाइरहन पर्ने छैन। त्यसले निरन्तर कति दबाईहरू चाहिँ भएन भने फेरि खानुहोस्, फेरि थप्नुहोस्, 6 महिना 1 वर्ष खानुपर्छ भन्छ भने 6000 पर्दैन, त्योभन्दा तलै पर्छ। हजुरहरूलाई एकदम चाहिँ सहज तरिकाले चाहिँ तपाईँको घरसम्म पुर्याउने वातावरण पनि हामी गर्नेछौँ। अहिले चाहिँ विशेष काठमाडौँ उपत्यका धेरै गर्छन् भने बाहिरतिर पनि धेरै अर्डर गरेर हामीले पठाइदिइरहेका छन्। उहाँहरूले भनेको ठाउँमा गाडीमा हालेर हामीले सर्च कसरी गर्न सकिन्छ यसलाई चाहिँ हजुरहरूको बिमारीको हातसम्म पुग्ने वातावरण हामीले गरेका छौँ। त्यसैले गर्दाखेरि एकचोटि हाम्रो यो रत्न आयुर्वेदिक चाहिँ दबाईलाई हजुरहरूले विश्वास गरेर हेर्न सक्नुहुनेछ भन्दै मैले चाहिँ यो विशेष भिडियो चाहिँ किन बनाएको भने अहिले अधिकांश घरहरूमा चाहिँ पाइल्सका रोगीहरू, पाइल्सका चाहिँ बिमारीहरू नभएका कोही पनि देखिएन मान्छेले। किनभने यो चिजहरू भन्दै हिँड्दै दुःख गर्दा पीडा सहने तर भन्दै नभन्ने देखेको छ। तर यस्ता रोग लुकाउनु यदि भोलि तपाईँहरूलाई अर्को घातक रोग हुनसक्छ। त्यो रोगले विभिन्न फेरि चाहिँ रोगहरू निम्ताउन सक्छ। त्यसले गर्दा बेलैमा पाइल्सहरूको सङ्केत छ, ब्लड आउने, भित्र चाहिँ डल्ला चाहिँ मासु पलाउने त्यस्ता हुनेछ भने यो दबाई रामबाण नै हुनेछ। एकचोटि हजुरले प्रयोग गर्न सल्लाह भन्छु। किनभने मेरो घर परिवार इष्टमित्र सबैलाई चाहिँ पाइल्सले ग्रस्त भएका थिए। सबैलाई चाहिँ यो दबाईले एकचोटि भन्दा 2 चोटि युज गर्न परेको छैन। अहिले क्लियर छ। क्लियर बजारमा पाइल्स रोगका नाममा, दबाईका नाममा विभिन्न ठगहरूले चाहिँ ठगिरहेको स्थिति छ। त्यसैले सचेत भएर सही दबाई तपाईँहरूसम्म पुग्यो भने यो जस्तो मेरो लागि महत्त्वपूर्ण केही हुने छैन। किनभने मेरो आफन्त, मेरो परिवार, मेरा छोरी मिसेसहरू, दिदीहरूदेखि लिएर सबैलाई चाहिँ युज गरेर चाहिँ यो पीडाबाट मुक्त भएको छ यो दबाईले भनेपछि त्यसको पीडाको महत्त्व मैले बुझेको छु। त्यसैले यो पीडा हजुरहरूलाई पनि हुनसक्छ भन्दै यो भिडियो मैले बनाउन महत्त्वपूर्ण सोचेँ। किन हस्पिटलमा गयो भने विभिन्न कति खर्च लगाएर पनि यसले निर्मूल पारेको हुँदैन भने यसले चाँडोभन्दा चाँडो निर्मूल पार्छ। हजुरहरूले एकचोटि ट्राई गर्नुहोस् अवश्य भन्न चाहन्छु। म खान, बस्न, हिँड्न, डुल्न, साथीहरू रमाइरहेको ठाउँमा आफू रमाउन सक्दैन, साथीहरूले खाइरहेको ठाउँमा खान पाउँदैन। त्यसले गर्दाखेरि हजुरहरूले त्यसलाई यदि जरैदेखि फाल्न चाहनुहुन्छ भने रतन आयुर्वेदलाई सम्झिनुहोला। यदि हजुरहरूले केही जानकारी लिन चाहनुहुन्छ भने मेरो वाट्सएप नम्बर 985110 71183 मा वाट्सएप गर्न सक्नुहुनेछ भने 9823 47 0076 मा कल गर्न सक्नुहुनेछ। र यसको विषयमा अझै केही जानकारी, केही सोधपुछ गर्न सक्नुहुन्छ भने डाइरेक्ट तपाईँहरूले कल गर्न सक्नुहुनेछ। मेरो भिडियो लामो बनाउन चाहिँ भन्दै किनभने अलिकति क्लियरली बुझाउन सकेन भने थाहा मान्छेले बुझ्दैन के हो भनेर मैले सकेसम्म मैले बुझाएँ। बाँकी अझै केही बुझ्न, केही सोध्न छ भने हजुरहरूले डाइरेक्ट कल गर्न सक्नुहुनेछ भन्दै म बिदा हुन्छु। जय शम्भु, हर हर महादेव, हर हर महादेव। जहाँ रहनु स्वस्थ रहनु, शान्त रहनु। जय शम्भु।